सँगको सहकार्यमा र प्रधानमन्त्री तथा मन्त्री सचिवालय सँगको पनि सहकार्यमा यो एउटा 8 महिने अब अफिसियली नेपाल पोलिसी इन्स्टिच्युटको तर्फबाट केही स्वागत मन्तव्य राखिदिनु हुन म पूर्व सचिव श्री कोटी मैनालीज्यूलाई अनुरोध गर्दछु। सचिव धन्यवाद सर। नेपाल सरकारका सचिव योजनाका सचिव डाक्टर सुमन रियाल र एनपिआईका हामी आफै आयोजक पनि भयौँ। एनपिआईका चाहिँ सबै साथीहरू कर्मचारी साथीहरू हुनुहुन्छ, काठमाडौँ विश्वविद्यालयबाट चाहिँ हाम्रो विजय सरहरू हुनुहुन्छ र यो कार्यक्रममा सहभागी हुनुभएको धेरै साथीहरू हुनुहुन्छ। एनपिआईको विषयमा हामीलाई धेरै थाहा छ, सबैलाई थाहा छ, ठिक छ। यसको विषयमा मैले धेरै कुराहरू गर्न चाहिनँ पनि। थोरै कुराहरू चाहिँ भन्दाखेरि के हो त भन्दाखेरि हामी विभिन्न मुलुकहरूमा छरिएर बसेका छौँ नेपालीहरू। अहिले त डायस्पोरा पनि अलिक ठुलो हो, नेपाली डायस्पोरा मैले त भन्ने गर्छु। हामी भूगोलको नेपालभन्दा भर्चुअल नेपाल धेरै ठुलो भएको छ। त्यो भर्चुअल नेपाल ठुलो भएको कारणबाट जहाँ जहाँ नेपालीहरू पुगेका छन्, नेपाली मनमुटु लिएर कर्मभूमिहरूलाई बनाएर जस्तो केदार नेवारीज्यू जस्तो, रविन्द्र सुब्बा जस्तो अथवा अम्बिका अधिकारी जस्तो यस्ता धेरै व्यक्तित्वहरू, मैले नामलाई नलेखा धेरै व्यक्तित्वहरूको यो एउटा भोलिन्टियरी एउटा चाहिँ संस्था, यसले चाहिँ ग्लोबल पोलिसी अघि हाम्रो सचिवज्यू, हाम्रो एनपिआई एक्जिक्युटिभ मेम्बर कोपी मैनालीज्यूले ब्रिफली एनपिआईको बारेमा कुरा राखिहाल्नु भएको छ। सोसियल लिडरसिप प्रोग्राम चाहिँ आज त्यसकै यो ग्रेजुएसन इन अ वे ग्रेजुएसन जस्तो हो। हामीले 8 महिना लामो एउटा सँगै बसेर नलेज एक्सचेन्ज गऱ्यौँ नेपाल गभर्मेन्टका 25 जना विभिन्न तहका अधिकृतज्यूहरूसँग र यो बिचमा नेपाल पोलिसी लिडरसिप प्रोग्रामका पार्टिसिपेन्ट आज टेक्निकली केही कलिग्सहरू काठमाडौँ बाहिर भएकोले आउन सक्नु भएको छैन। तर मलाई कसैले भन्दा उहाँहरूले भन्दा हामीहरूले धेरै हामी यो प्रोग्राम रिजर्भ पर्सनहरूले धेरै सिक्यौँ जस्तो लाग्छ चाहिँ। तर यो टेक्निकलिटी हामीले अवार्ड सर्टिफिकेट अवार्ड गर्नुपर्ने भएकोले मात्रै हामीले यसलाई हामी एनपिआई यतातिर र अझै रिसिभ गर्नेतिर परेका हौँ। तर यो नलेज एक्सचेन्ज एक्सर्साइज थियो र यसमा चाहिँ यो 8 महिना लामो प्रोग्राम थियो। हामीले काठमाडौँ युनिभर्सिटी कुसुम पोलिसी ल्याबसँगको कोलाबोरेसनमा यो कार्यक्रम गऱ्यौँ र यो हाइब्रिड मोडमा थियो। यसमा यो फेब्रुअरीमा सुरु गऱ्यौँ र सेप्टेम्बरमा 8 महिनासम्म यो चल्यो। यो चाहिँ यो किन यस्तो खालको यो त्यस्तो इन्टेन्सिभ 8 महिना चाहिँ भएको होइन। तर अहिले यो लिडरसिपका प्रोग्रामहरू हेऱ्यो भने स्ट्यानफोर्ड, हार्वर्ड उनीहरूले पनि यो खालको प्रोग्रामहरू अहिले गरिरहेका छन् जस्तो चाहिँ मोर एक्सपिरियन्सियल, केही कुरा सिक्ने, केही कुरा डिस्कस गर्ने अनि त्यसलाई फेरि इम्प्लिमेन्टेसनमा पनि एक्सर्साइज गर्ने अनि फेरि कनेक्ट हुने त्यो टाइपको एउटा प्रोग्राम हामीले डिजाइन गरेको थियौँ। यसमा यहाँले देख्नुहुन्छ प्री रेसिडेन्सी भनेर हामीले भर्चुअल मोडमा यो कार्यक्रम सुरु गऱ्यौँ, केही सेसनहरू चलायौँ। त्यस पछाडि रेसिडेन्सी चाहिँ हामी पनौतीमा गएर हामीले सँगै बसेर 3 दिन चाहिँ यो एक्सर्साइज गऱ्यौँ सँगै बसेर यो पोलिसीका स्किल र टुल्सहरू कसरी अहिले हामीले केमा अपडेट हुनुपर्ने हो, के अपग्रेड गर्नुपर्ने हो, नयाँ टुलहरू के छन्, नयाँ स्किलहरू के हुन्, यी विषयमा हामी गऱ्यौँ। त्यसमा उहाँले पनि गर्नुभएको छ र हिजो मात्र यहाँहरूलाई उहाँको त्यहाँ अहिले नाम आउँदा उहाँले एउटा इमेल पठाउनु भएको छ र यो एनपिएलपी 2025 पनि हुन्छ भन्ने मैले सुनिरहेको छु। म चाहिँ आइएम ह्याप्पी टु कन्ट्रिब्युट भनेर उहाँले मेसेज पनि पठाउनु भएको छ। उहाँलाई पनि उहाँले यहाँ नभए पनि धन्यवाद भन्न चाहन्छु। र यसमा कुशलको तर्फबाट हाम्रो पूर्ण सर, प्रमोद सर यसमा सहभागी हुनुभएको थियो। त्यसै गरी एनपिआईबाट र यसको समग्र कोअर्डिनेसन चाहिँ डाक्टर गम्भीर भट्टले गर्नुभएको थियो। उहाँ मलाई लाग्छ सबैसँग फ्यामिलियर नाम नै हो।
यसमा सहभागी हुनुहुन्थ्यो। त्यो टाइम पुरा उहाँहरूले कतिको यसलाई यसमा डेडिकेटेड भएर आउनुहुन्छ भन्ने, तर हाम्रो हरेक सेसनमा उहाँहरूको लोभलाग्दो उपस्थिति र सहभागिता चाहिँ कनेक्सन गर्ने सेन्टर चाहिँ अहिले ओपिएमसिएम जस्तो भएर आएको छ हाम्रो लागि। आज टेक्निकली उहाँको अन्य जिम्मेवारीले आउन नसके पनि उहाँले हामीलाई हिजो हाम्रो भेट भएको थियो र उहाँले एनपिएलपी 2025लाई पनि हामी यसै गरी अगाडि बढाएर लैजाउँ भन्ने हामीलाई आश्वासन दिनुभएको छ र हामी त्यसरी जानलाई तयार छौँ। यो एक्सन लर्निङ मैले अघि भने यसमा चाहिँ हामीले 2टा केसलाई प्रायोरिटी गरेका थियौँ होल यो लर्निङ एक्सर्साइजमा, लेबर माइग्रेसन र ट्यालेन्ट आउट माइग्रेसन 2टा केसलाई चाहिँ हामीले त्यो केस पनि लामो समयसम्म त्यसलाई स्टडी गऱ्यौँ। हामीले विभिन्न ग्रुप बनाएर र त्यसकै आधारमा चाहिँ हाम्रा स्किलहरू चाहिँ तिनै केसलाई युज गरेर हामीले प्र्याक्टिस गर्ने एक्सपिरियन्सियल लर्निङ बन्न चाहिँ हामीले भन्न खोजेको कति एक्सपिरियन्सियल लर्निङ भयो अहिले उहाँहरूले भन्नुहुन्छ होला, तर हामीले त्यो गर्न खोजेका थियौँ। यसलाई इम्पावर गरिँदो रहेछ भनेर यो प्रि रेसिडेन्सी टाइपको कुराहरू पनि एक किसिमले हामीले त्यहाँबाट सिकेको कुरा। अनि हाम्रो बरु त्यहाँको पोस्ट रेसिडेन्सीमा त्यस्तो साह्रो मान्छेहरू फर्केर आफ्नो देशमा पुगेपछि त्यस्तो सहभागिता बरु अलिक कम पाएँ, तर एनपिएलपीको चाहिँ त्यो रहेन। हेर्नुहोस् यो पोस्ट रेसिडेन्सी हो, यहाँ पनि हाम्रो कमिटमेन्ट अब चुडामणि सरले यो मेसेज पनि लगिदिनु होला कि पार्टिसिपेन्टहरूले चाहिँ त्यो एक्टिभ पार्टिसिपेसन गर्नुभयो र उहाँहरूको इन्क्लुजिटी धेरैचोटि हामीलाई फेल गर्नु, हामीले धेरै कुराको एन्सर गर्न सकेनौँ, टाइम लियौँ, छलफल गऱ्यौँ र पछि पनि गऱ्यौँ। म एकचोटि हाम्रो यहाँ उपलब्ध रिजर्भ पर्सन, आज यो हलमा भएको रिजर्भ पर्सनहरूलाई म एकचोटि उठिदिनु र यहाँ हामी सबैले उहाँहरूलाई कन्ट्रिब्युसनका लागि पनि धन्यवाद दिन माग्ने गर्छु। डाक्टर गोपी खनाल दाइ उहाँ पनि यहाँ हुनुहुन्छ, दाइ पनि एकचोटि पुग्न सक्छ उहाँलाई पनि म हार्दिक बधाई भनेर धन्यवाद भन्न चाहन्छु। हामीलाई एउटा ओभरभ्यू र म यहाँ उभिहालेको हुनाले र आज मैले देखिरहेको छु यहाँ धेरै महत्त्वपूर्ण मान्छेहरू हुनुहुन्छ, मिडियाका लिडरहरू हुनुहुन्छ, सिभिल सोसाइटीका साथीहरू हुनुहुन्छ, विभिन्न युनिभर्सिटीका लिडर्सहरू पनि हुनुहुन्छ। यसको हाम्रो खास यो उद्देश्य चाहिँ अस्ति 2 दिन अगाडि हामीले केयुसँग एनपिआईले एमओयू साइन गर्यो, त्यहाँ पनि यो कुरा उठेको थियो। यो थिङ्क ट्याङ्क, युनिभर्सिटी र गभर्मेन्टको कोलाबोरेसन चाहिँ मलाई लाग्छ अबको एउटा हाम्रो पाथवे हो जस्तो लाग्छ। र खालि हामी अब डेभलपमेन्टलाई पनि अगाडि लानलाई, सस्टेनेबल बनाउनलाई हामीलाई एभिडेन्स जेनेरेट गर्नुपर्ने र रिसर्चहरूको पनि रिसर्च गर्नुपर्ने, थिङ्क ट्याङ्कहरू चाहिँ एकाडेमिक इन्स्टिट्युसनले रिसर्च गर्ने, नलेज क्रिएसन गर्ने र थिङ्क ट्याङ्कहरूले त्यसलाई पनि सिन्थेसाइज गरेर त्यसलाई पनि के अरे गभर्मेन्टसँग पुर्याउने एउटा ब्रिजको रूपमा चाहिँ खेल्न सक्छन् होला भनेर हामीले एउटा ग्लोबल क्यारेक्टर दिने। त्यही भएर हामीले यो हेगमा पनि दर्ता गर्नुको कारण चाहिँ हामी नेपाली पनि वर्ल्डमा पनि छौँ है भनेर एउटा प्रेजेन्स पनि दिन खोजिया हो। र हामी नेपालमा हामी यहाँ पनि दर्ता छौँ, हामी यहाँकै अफिसले काम गर्छ हाम्रो नेपालसँग, तर हेगकोले चाहिँ बाहिर भएको डायस्पोरालाई नलेज च्यानलाइज गर्ने, अब हाम्रो के भन्छ क्यापिटल च्यानलाइज गर्ने त एनआरएनए भन्ने एउटा संस्था छ, त्यसले गरिरहेको छ। हामी चाहिँ नलेज च्यानलाइज गर्ने संस्थाको रूपमा एउटा ग्लोबल थिङ्क ट्याङ्कको रूपमा हामी यसलाई विकास गर्न खोजिरहेको छौँ। मलाई लाग्छ यसले धेरै नभए पनि अलिअलि नेपाललाई विश्वमा पुर्याउने र उताको विश्वको ज्ञान पनि नेपाल ल्याउने कुरामा एनपिआईले सानो ठुलो केही न केही गर्न सक्यो भने हामीले यो क्रिएट गरेको एउटा औचित्य पनि साबित हुन्छ होला। र यस्तै कुराहरूले त्यो चाहिँ त्यसको अर्थ, यसको यसलाई मिनिङ दिन्छ भन्ने मलाई लाग्छ। म अहिले यति नै भन्छु र एनपिएलपीको सबै पार्टिसिपेन्टहरू आज तपाईँहरू ग्रेजुएट हुँदै हुन्छ, यहाँहरूलाई धेरै धेरै बधाई र तपाईँहरूसँगै हामी यो सहकार्य चाहिँ अब अर्को फेजमा आलुमनाईको रूपमा फेरि हामी गरिरहन्छौँ र तपाईँहरूलाई हामी यस्तो इभेन्ट चाहिँ अब अर्को इभेन्ट हुन्छ जस्तो एनपिएलपी 2025मा तपाईँहरू मध्येबाट 2-3 जनालाई चाहिँ हामी त्यो नलेज फेरि ट्रान्सफर गर्नुपर्ने हुन्छ अर्को जेनेरेसनलाई, त्यसमा पनि यहाँहरूलाई बोलाउँछौँ र त्यसमा पनि यहाँहरूले आफ्नो प्रतिनिधि चाहिँ अब हामी एउटा ग्रुप बनाउँछौँ, तपाईँहरूले त्यो गर्नुहुनेछ भन्ने मैले आशा पनि राखेको छु, निवेदन गर्छु। र यति भन्दै म आज फेरि पनि यहाँहरूलाई धन्यवाद दिन चाहन्छु र यसलाई अगाडि बढाउन। सरजी थ्याङ्क यू एभ्रिवान। विश्वविद्यालयका आदरणीय भिसिज्यू, श्रीमान सचिवहरू,
पूर्व सचिव गोपी सर, गोपीकृष्ण खनाल सर, अनि डिन सर र सम्पूर्ण सहकर्मी, सहपाठी भन्नु पऱ्यो, सहपाठी साथीहरू, सर्वप्रथम आज यो ग्रेजुएसनको लागि योग्य पनि ठान्नुभयो, त्यसका लागि पनि म यहाँहरूलाई धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। काम गर्नु भएको थियो र हामीले गरेका थियौँ। मैले एउटा सम्झना अहिले पनि मलाई याद छ कि 2015 सालमा 17मा चाहिँ हामी 15 योजनाको मैले त्यसको सदस्य सचिवको रूपमा एउटा कोअर्डिनेसनको काम गरिरहेको थिएँ। त्यो बेलामा यो एनपिआईको उहाँले चाहिँ जुन एउटा डायस्पोराको यो यत्रो थिङ्क ट्याङ्कलाई म्यानेज गरेर हामी ब्याङ्ककमा हामी गएको बेलामा चाहिँ हामी 15 योजनाको होल थिममा चाहिँ डिस्कसन गरेर त्यहाँबाट फिडब्याक लिएर आएका थियौँ र योजना आयोगमा सबभन्दा पहिले चाहिँ हामीले एउटा उची राखेका थियौँ, के भन्छ एउटा फोकल पर्सन चाहिँ राखेका थियौँ। मैले पनि त्यसको कोअर्डिनेसन गरेको थिएँ पहिला र पछि प्रधानमन्त्री कार्यालय पनि गर्ने अवसर पाएँ र यो कार्यक्रम त्यस पछाडिको के भने अर्को सिरिज चाहिँ थियो। मैले यो एउटा त्यो फ्ल्यासब्याक मलाई अहिले सम्झना भयो। यो नै भ्यू होला कि एउटा एकाडेमिया, गभर्मेन्ट सेक्टर र थिङ्क ट्याङ्कलाई एउटै फोरममा ल्याएर यो डिस्कोर्स गर्ने वास्तवमा नयाँ अभ्यास नै हो। हामीले गरेका छौँ, के भन्छ यो पब्लिक सेक्टरमा गएर थिङ्क ट्याङ्कसँग विभिन्न रिसर्चका अथवा विभिन्न कामहरू पनि गरेका छौँ। फेरि एकाडेमियासँग पनि हामीले त्यति रिगोरस नभए पनि हामीले गर्ने गरेका छौँ। तर यो तिनटैलाई एकै ठाउँमा ब्लेन्ड गर्ने, सरले भनेको जस्तो सिक्ने सिकाउनेको अलावा के भन्छ एकले अर्कालाई सेयरिङको पनि राम्रो अवसर प्राप्त भएको थियो। सरहरूले वास्तवमा पढाउने के भन्छ सरहरूले जुन फेसिलिटेसन गर्नुभयो यसको अलावा उहाँहरूले हामीलाई पनि अगाडि धेरै पटक लिएर जानुभएको थियो। हामी आफैले पनि राजन सर हुनुहुन्छ, हामी कविन्द्र सर लगायत हामी सबैले चाहिँ आफूलाई जे अनुभव र हामीले जे सिकेका थियौँ त्यो हामीले सेयर गर्ने अवसर पाएका थियौँ र अरू साथीहरूलाई त्यसले चाहिँ एउटा इन्करेज पनि गरेको थियो। र यसले र फेरि पनि सरकै मैले सम्झना गर्छु, हामी राजेन्द्र सर हामी प्रधानमन्त्री कार्यालयमा हुँदाखेरि हामी र सधैँ आदरणीय श्रीमान मुख्य सचिवले अघि पनि मलाई फोन गर्नुभएको थियो र म आउँछु भन्दा पनि क्याबिनेट र राष्ट्र सम्मान्य राष्ट्रपतिज्यूमा जानु पऱ्यो, मेरो त्यो अनेबल भयो भनेर श्रीमान सचिवलाई सायद मेसेज पनि गर्नुभएको छ, मलाई पनि भन्नुभएको थियो। श्रीमान मुख्य सचिवले अध्यक्षतामा एउटा कमिटी गठन गरेर एउटा सेन्टर अफ एक्सलेन्स बनाउने र पोलिसी रिफर्मको एउटा एक्सन चाहिँ कसरी लिएर जाने भन्ने बारेमा हामीले यही नलेजको आधारमा हामीले काम गर्दै गर्दा हामीले प्रधानमन्त्री कार्यालयमा आर्थिक मामिला तथा नीति विश्लेषण महाशाखा भनेर नयाँ स्थापना गरेका थियौँ। यता सिक्ने एउटा पाटो भयो, सिकेको पाटोलाई कसरी कार्यस्थलमा त्यसलाई इन्स्टिट्युसनलाइज गर्ने भन्ने बारेमा पनि हामी उत्तिकै साथीहरूले हामीलाई पनि फिडब्याक दिनुभयो, हामी छलफल गऱ्यौँ र त्यो गरिसके पछाडि अहिले प्रधानमन्त्री कार्यालयमा पोलिसी एनालाइसिस ल्याब भनेर पनि एक्सर्साइज भएको छ। श्रीमान सचिवले त्यसलाई कोअर्डिनेसन पनि गर्नुहुन्छ। त्यो चाहिँ अहिले हामीले कसरी गरेका छौँ भने पोलिसी रिसर्च इन्स्टिट्युट पनि छ, यतापट्टि प्रधानमन्त्री कार्यालय, विभिन्न सेक्टरका मिनिस्ट्रीका श्रीमान सचिवहरू र थिङ्क ट्याङ्कहरूलाई एकै ठाउँमा ल्याउने एउटा अभ्यास चाहिँ श्रीमान मुख्य सचिवबाट श्रीमान सचिवहरूबाट त्यहाँ सुरुवात पनि भएको छ। अर्थात् मैले के राख्न चाहेँ भने हामीले नलेज त लियौँ, त्यो नलेज हामी मात्रै सीमित नगरेर त्यसलाई कार्यरूपमा कसरी लिएर जाने भन्ने बारेमा पनि उत्तिकै हामी चाहिँ त्यहाँ कार्य अगाडि बढाएका छौँ। र दोस्रो कुरो चाहिँ म फेरि त्यस पश्चात योजना आयोगमा मेरो चाहिँ सरुवा भयो र म त्यहाँ काम गर्ने अवसर पाउँदै गर्दा यो पाएको ज्ञानलाई कसरी काम गर्न सकिन्छ भनेर हामी 16 प्लान त बनिसकेका थियौँ। अहिले हामीले यो प्रोग्रामहरूमा जुन प्रब्लम एनालाइसिस, क्रिटिकल थिङ्किङ, जुन इस्युहरू हामीले सिक्यौँ त्यो सिक्ने कुरालाई कसरी कार्यान्वयनमा लान सकिन्छ भनेर अहिले फेरि यो प्रोग्रामहरूमा सिनर्जिज र ट्रेड अफ के हुँदो रहेछ, एउटा प्रोग्रामले अर्को प्रोग्रामलाई कसरी सपोर्ट गर्दो रहेछ, कसरी यसलाई चाहिँ हामीले चाहिँ बढी चाहिँ आउटपुट निकाल्ने गरी चाहिँ रिसोर्सलाई कसरी मोबिलाइज गर्न सकिँदो रहेछ भन्ने हिसाबले त्यहाँ पनि एक्सर्साइज गरेका छौँ। र यो त्यहाँ पनि हामीले त्यो प्रोग्रामलाई रिप्रायोरिटाइज गर्नका लागि वास्तवमा यही नलेजकै हामीलाई इनपुट पनि हो। यसले चाहिँ इनपुट हामीलाई दिएको थियो। अर्थात् मैले के राख्न चाहेँ भने प्री रेसिडेन्सी अर्को एउटा यो प्रोग्रामको हामीलाई ब्युटी के लागेको थियो भने लाग्यो मलाई भने जस्तो अरू कार्यक्रममा हामी जाने ट्रेनिङ लिने आउने यस्तो खालको हुन्थ्यो भने सरहरूले एउटा राम्रो चाहिँ कस्तो राख्नुहुन्थ्यो भने त्यो पहिला प्री रेसिडेन्सी प्री प्रोग्राम राख्नुहुन्थ्यो, त्यहाँ हामी छलफल गर्थ्यौँ, हाम्रा के भन्छ इस्युहरू, हाम्रा अपेक्षाहरू कसरी गइदिए हुन्थ्यो भन्ने बारेमा पार्टिसिपेन्ट्सबाटै उहाँहरूले फिडब्याक लिनुहुन्थ्यो। त्यसको आधारमा कोर्स के भन्छ प्रोग्रामहरू डिजाइन गर्नेदेखि लिएर अनि रेसिडेन्सी त एउटा इभेन्ट भयो, थ्रु आउट द कोर्स पनि त्यसलाई चाहिँ लिएर जानुभएको थियो। अर्थात् उहाँहरूले छोड्नु भएको छैन,
हामीलाई चाहिँ भनेको एक दिन लिटरेट गरेर ल तपाईँहरू चाहिँ जानुहोस् हामीले त्यसै दिन सर्टिफिकेट दिनुभयो भने हामीलाई हुन्थ्यो। भेसेज्यू श्रीमान सचिवहरू सम्पूर्ण मेरा सहकर्मी त्यस बेला हामी सँगै अहिले मलाई लाग्छ मलाई राइट ठाउँमै पठाउनु भएछ जस्तो लागेको छ। त्यहाँ मैले सिकेका विषयहरू मैले अहिले चाहिँ नाथमको इटी हुँदै गर्दा त्यहाँ लागू गर्न सकेँ, त्यो मेरो लागि ठुलो उपलब्धि हो। नाथमको भूमिकामा रहँदाखेरि त्यहाँ अहिले चाहिँ कार्यकारी निर्देशकले शिक्षाको भूमिका कस्तो हुन्छ, त्यहाँ आफ्ना विद्यार्थीहरूसँग कसरी समन्वय गर्नुपर्छ, दुईवटा केस स्टडी गरेका थियौँ हामीले, माइग्रेसनको लेबरको र स्टुडेन्ट माइग्रेसनको। ठ्याक्कै स्टुडेन्ट माइग्रेसनको रेप्लिकेट चाहिँ मेरो अहिले इन्स्टिट्युटमा भइरहेको अवस्था छ। अनि मलाई लागिरहेको थियो त्यो बेला मैले चाहिँ लिडरसिपको ट्रेनिङ लिएर मलाई राइट पर्सन त्यो बेला चुज गर्नुभएछ र मैले पनि सिक्ने मौका पाएछु। खगेन्द्र सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसरी हामीले चाहिँ त्यो अब कसरी अगाडि बढ्ने, स्टुडेन्टहरूलाई कसरी नेपालमै राख्न सकिन्छ। नाथम अहिले पनि ब्रान्डकै रूपमा अगाडि त बढेको छ, तर पनि 12 क्लास पास गर्ने बित्तिकै बाहिर जाने विद्यार्थीको अपेक्षालाई हामीले चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ, देश विदेशका सङ्घ संस्थासँग कसरी कोलाबोरेसन गर्न सकिन्छ र यही एक वर्ष 2 वर्ष यहीँ पढाएर बाँकी 6 महिनाको कोर्समा मात्रै अन्यसँग सहकार्य गरेर 2 डिग्री लिन सक्ने डुअल डिग्रीहरूको प्रोपोजलाई मैले देश विदेशका युनिभर्सिटी भन्ने चाहिँ कुनै अवार्डको रूपमा रहेन रहेछ, यसलाई चाहिँ आइएसओ सर्टिफिकेसन हुनुपर्छ भनेर अगाडि बढाइयो र हामी यही हप्ता आइएसओ सर्टिफाइड हुँदैछौँ। यसको लागि चाहिँ यो लिडरसिप ट्रेनिङले मलाई एकदम प्रमोटै गर्यो। म एकदमै खुसी छु र आफ्नो जानेको नलेज त्यहाँ सेयर गर्न पाएँ मैले। यति भन्दै अब अगाडि चाहिँ हामी कसरी अल्मुनीबाट अगाडि बढ्न सक्छौँ र निरन्तर यसले मलाई घचघचाइराखोस् र अगाडि सहकार्य गर्न सकोस्। एनपिआईसँग पनि मैले त्यो रिसर्च चाहिँ नाथम र एनपिआई बिच सहकार्य गर्न सकिन्छ कि भनेर मैले प्रस्ताव भोपालजीसँग कुरा पनि गरेका थिएँ। अब त्यो हुन सकिरहेको छैन। त्यसमा काठमाडौँ युनिभर्सिटी जस्तै हामी पनि एमयु गरेर रिसर्चलाई अलिकति फोकस गर्ने हो कि त्यो विषयमा पनि सोचिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यति भन्दै सबैलाई धन्यवाद। हजुरहरूलाई हाम्रो लागि मेरो लागि स्पेसली मेरो यो कार्यक्रम भयो जस्तो मलाई लागेको छ। म आफैलाई धन्यवाद दिन पनि चाहन्छु, आफैलाई कङ्ग्रेस भन्न पनि चाहन्छु। यति सिकेर मैले आफ्नो जीवनमा लागू गर्न सकेँ। ल यसलाई निरन्तरता दिनु होला, हामी निरन्तर हजुरसँग सहकार्य गर्न अघि तत्पर छौँ भन्दै मलाई मेरो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। सरकारका पूर्व सचिव हाम्रो अग्रजीहरू, कार्यक्रममा उपस्थित अनि विशिष्ट महानुभावहरू, 8 महिनासम्म प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ यो कार्यक्रममा सहभागी भएर आज चाहिँ दीक्षित हुन लाग्नुभएका सम्पूर्ण साथीहरू, पत्रकार मित्रहरू र सम्पूर्ण साथीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथीहरूले आफूले के सिक्यो र आफ्नो संस्थामा के गर्यो व्यक्त गरिसक्नु भएको छ। त्यसले उत्साहले दिएको छ। जहाँसम्म मलाई लाग्छ सबै साथीहरू निजामती क्षेत्रकै साथीहरू हुनुहुन्छ 25 जना। यस अर्थले निजामती र नेपालको चाहिँ कर्मचारी तन्त्र र नीति निर्माणमा अझै महत्त्वपूर्ण योगदान पुग्नेछ भन्ने पनि अपेक्षा गर्न सकिन्छ। श्रीमान मुख्य सचिवज्यू अघि पनि भनिसक्नु भएको छ, कार्यव्यस्तताले आउन सक्नु भएन। त्यसो भएको हुनाले लास्ट आवरमा प्रधानमन्त्री कार्यालयको कम्तीमा चाहिँ प्रतिनिधित्व होस्, मेरो सहभागिता चाहिँ जनाइदिनुहोस् भन्ने हिसाबले मलाई पठाउनुभयो। उहाँहरूले हुनुहुन्छ र एनपिआईको सन्दर्भमा अध्यक्ष सरले विस्तृत गरिसक्नु। सिकेका कुराहरू व्यवहारमा लागू गर्न सकौँ त्यही नै हो। त्यस अर्थले मैले धेरै भन्न चाहिनँ। मैले धेरै भन्नुपर्ने विषयवस्तु पनि छैन, मैले यसमा टुङ्ग्याउँदा पनि हुन्छ। तर श्रीमान मुख्य सचिवज्यूले मेरो सन्देश पनि भनिदिनुहोस् है भन्नुभएको हुँदाखेरि मुख्य सचिवज्यूको सन्देश पनि तपाईँहरूलाई चाहिँ म सुनाउन चाहन्छु। नेपाल पोलिसी इन्स्टिच्युट एनपिआईको सहकार्यमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट जुन छ के कुसुम
द्वारा सन् 2024 मा सञ्चालित नेपालको नीति निर्माणमा नेतृत्व विकास कार्यक्रमको पहिलो ब्याचको सर्टिफाइड अवार्ड सेरेमनीमा सहभागी हुन पाउँदा म खुसी व्यक्त गर्दछु। मुख्य सचिवको सन्देश। यो कार्यक्रम सञ्चालनमा योगदान पुर्याउनु हुने नेपाल पोलिसी इन्स्टिच्युट NPI का अध्यक्ष डाक्टर खगेन्द्र ढकाल, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अच्युत वाग्ले लगायत विशिष्ट स्रोत व्यक्ति तथा नेपाल पोलिसी लिडरसिप प्रोग्राम NPLP 2024 का ग्रेजुएट्स यहाँहरू सबैमा नमस्कार। सर्वप्रथम आज यो तालिमबाट दीक्षित हुने 25 जना सहभागीलाई हार्दिक बधाई दिन चाहन्छु। नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र तहमा कार्यरत अधिकृतदेखि सहसचिवसम्मका कर्मचारीहरूको 8 महिनाको अवधिमा नीति निर्माण र विश्लेषण सम्बन्धी गहन अध्ययन सफलतापूर्वक पुरा गर्नुभएको छ। यसले यहाँहरूको अब नीति निर्माण गर्ने समालोचनात्मक चेतनायुक्त क्रिटिकल थिङ्किङ, ज्ञानमा आधारित विश्लेषण क्षमताले पूर्ण र दूरदर्शी नेतृत्वका रूपमा नेपाललाई सेवा गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। समाज कृत्रिम बौद्धिकतामुखी पुर्खा समावेशी र प्रतिस्पर्धात्मक परिवर्तनशील विश्व परिवेशमा नीति नेतृत्वकर्ताका लागि केवल प्रशासनिक सिप मात्र पर्याप्त हुँदैन। यसको लागि प्रमाणहरूलाई समालोचनात्मक क्रिटिकल थिङ्किङको माध्यमबाट मूल्याङ्कन गर्ने, नवीन दृष्टिकोणलाई समावेशको रूपमा प्रयोग गर्ने, तर्कहरूको विश्लेषण गर्ने र निर्णय प्रक्रियामा तथ्य र प्रमाणमा सूक्ष्म रूपमा प्रयोग गर्ने क्षमता आवश्यक हुन्छ। यस्ता क्षमताहरू विकास गराउन नेपाल पोलिसी लिडरसिप प्रोग्राम NPLP ले यथार्थमा समय सापेक्ष रणनीतिक पहल गरेको छ। यसले हालको विश्व परिवेश नीति निर्माणको सवालमा देखा परेका महत्त्वपूर्ण रणनीतिक सिपहरू विकास गर्न भूमिका खेलेको छ। श्रीमान मुख्य सचिवज्यूको यो सन्देश रहेको छ। पढाइएको छ भने विश्वास लिएको छु। यो कार्यक्रम कार्यान्वयनका लागि वित्तीय व्यवस्थापन NPI बोर्ड मेम्बर्सहरूबाट नै भएको हुँदा यस्तो प्रकारको योगदानले प्रवासी नेपालीहरूको नेपालप्रतिको सामूहिक भावना सशक्त रूपमा प्रकट गरेको छ। यसका लागि नेपाल सरकार, मेरो व्यक्तिगत तर्फबाट नेपाल पोलिसी इन्स्टिच्युटलाई विशेष धन्यवाद दिन चाहन्छु।
पोलिसी इन्स्टिट्युटसँग उहाँहरूले सम्मान गर्नुभएको छ सिनियर फेलो भनेर धेरै वर्ष भयो संलग्न छु। अब केही गम्भीर बाटोको कुरा गर्दाखेरि चाहिँ नि नेपालको पोलिसी इकोसिस्टम के हो र त्यो इकोसिस्टमलाई हामीले कसरी अन्डरस्ट्यान्ड गर्ने भन्ने बाटोबाट पनि थिङ्किङ सुरु गर्नुपर्छ। यसमा 3वटा डिस्टिङ्क्ट फर्काएर सही गरे पनि देब्रे फर्काएर सही गरे पनि एक्जिक्युटिभ अर्डर द्याट इज पोलिसी। त्यो पोलिसी ओरिजिनेसन चाहिँ नि इलेक्टोरल प्रोसेसबाट सोसल कन्ट्र्याक्ट थ्योरी अनुरूप इम्प्लिमेन्ट त सबैजना हामी भनिदिइरहेछौँ। पोलिसी बनाउने रेस्पोन्सिबिलिटी हाम्रो पोलिसी इकोसिस्टमले पोलिटिकल लिडरसिपलाई दिएको हो कि पोलिटिकल पार्टीलाई दिएको कि? मैले ट्रम्पको एउटा फुल एक्जिक्युटिभ हेड अफ स्टेटको लिएर आएपछिको एउटा उदाहरण। अर्को इन मल्टी पार्टी डेमोक्रेसी द इलेक्सन्स बिट्विन द मेनिफेस्टोज पर्सनालिटी करेजमा होला, तर त्यो मेनिफेस्टोमा नै आफूले ल्याउने आर्थिक सामाजिक शैक्षिक सांस्कृतिक स्वास्थ्यका सबै परराष्ट्रका सबै नीतिहरू चाहिँ ती मेनिफेस्टोहरू sanctioned by the voters भोटरहरूले कि ट्याक्स नीतिदेखि अरू सबै जति नीति छन् त्यसमा रिफ्लेक्ट भएको छ। त्यसलाई हामीले मानेर आयौँ, ब्युरोक्रेसीले त्यसलाई नीति कानुन ऐन कानुनी प्लानिङ हुनु पर्यो भने कता कता म आफै पनि भन्छु त्यो भए राम्रो हो भने। तर त्यो आएको एभिडेन्सलाई समायोजन गरेर यो नीति चाहिँ नि म बनाउँछु भनेर बनाउने चाहिँ कसले हो त? चुनेर आएका। इफ यु बिलिभ इन अ नेसन स्टेट एउटा राज्य प्रणाली हामीसँग छ भनेर मान्ने हो भनेदेखि पोलिसी मेकिङ इकोसिस्टमको बारेमा एउटा कन्सेन्सस हुनु जरुरी छ। एभिडेन्स बेस नै ल्याएर होला अथवा स्वार्थले होला सद्भावले होला चिन्ताले होला एक्चुअल विधायन प्रक्रिया भन्छौँ नि यहाँ द लेजिस्लेटिभ प्रोसेसमा मिनिङफुल कन्ट्रिब्युट गर्नुभएको छ। अब पोलिसी रिसर्च इन्स्टिट्युटले पनि यो गुड्डी गुड्डी भन्छौँ नि हामी अङ्ग्रेजीमा नाइसिटीको कुरा होइन। दिस क्रक्स अफ द प्रब्लमबाट सुरु भर्खर भएको हुना आई एम ओन्ली टकिङ अबाउट द पोलिसी फर्मुलेसन इकोसिस्टम। कहाँबाट फिडब्याक लुप के हो पोलिसीको, कहाँबाट सुरु गर्ने हो, त्यसपछि इम्प्लिमेन्टेसनको पार्ट आउँछ। जुन प्रक्रियाबाट 3वटा स्कुल अफ थट्स जुन प्रक्रियाबाट आए पनि त्यो इम्प्लिमेन्टेसनको पाटो आफ्नो ठाउँमा छ र त्यो एफिसिएन्ट इम्प्लिमेन्टेसनलाई कसरी हेर्ने। अहिले ट्रम्पले चाहिँ नि ट्यारिफ पोलिसी यति लगाइदिए भनेर भनिदिएपछि एकजना हाइएस्ट लेभलको ब्युरोक्राट्सले चाहिँ यो जान्दैन राजनीति गर्नेहरू म इम्प्लिमेन्ट गर्दिनँ भन्यो भने के हुन्छ? भनेको लिमिटेसन्स एन्ड स्कोपको बारेमा पनि हामी कहिलेकाहीँ असाध्यै कन्फ्युज छौँ। त्यसको सजिलो के छ भने हामी ब्युरोक्रेसीमा बस्ने साथीहरू चाहिँ नि ड्युली पढेर सर्टिफिकेट लिएर कम्तीमा पास गरेर आएका छन् र तपाईँको हाम्रो बोस हुन आउने मान्छे चाहिँ सम्भवतः भोट मात्रै लिएर आएको छ अनि त्यो प्रोसेसमा कन्ट्रिब्युट गर्न सकिरहेको छैन कि काहीँ न काहीँ भनेको मिनिस्टर हुने एसिस्टेन्ट मिनिस्टर हुने प्रदेशमा हुने पनि। यी दुईटा कुरा पोलिसी मेकिङ इकोसिस्टम र डिमान्ड फर पोलिसी कस्तो खालको पोलिसी डिमान्ड भइरहेछ भन्ने कसले डिटरमाइन गर्ने? एउटा डेस्कमा बस्ने शाखा अधिकारी प्रधानमन्त्री कार्यालयमा बस्ने सचिव। अहिलेको प्याटर्न चाहिँ के हो भने स्पार्स फ्र्यागमेन्टेड र एडहक तीनटा चाहियो। एउटा पोलिसी चाहियो। नेपाल ग्रे लिस्टमा पर्न एउटा पोलिसी ल्याउ भन्यो अलि जान्ने फुर्तिले सचिवले लेखेर डिजाइन गरेर ग्रे लिस्टमा नपर्ने नीतिको रिफ्लेक्सन चाहिँ चुनाव लड्न गएको राजनीतिक पार्टीको घोषणा पत्रमा पर्यो कि परेन छ कि छैन त्यहाँ? अथवा चुनाव लडेर गहिराई र दिशा चाहिँ नि demand for policy, what kind of policies we are in need, how are they being demanded by the users, by the implementers and by the stakeholders is very, very critical. धन्यवाद DC साहब।
यसरी नै वास्तवमा ओपन र फ्र्याङ्क डिस्कसन नै सस्टेनेबल पनि हुन्छ होला। त्यो डिफ्रेन्ट एङ्गलबाट हामीले पनि सबैले सोच्नुपर्छ होला। सो यहाँको फ्र्याङ्क त्यो ओपिनियनको लागि धन्यवाद पनि भन्न चाहन्छु। अब हामी एकदमै एन्डमा आइसक्यौँ। डिनरमा जानुभन्दा अगाडि एउटा चाहिँ ग्रुप फोटोको लागि चाहिँ सबैजना अनुरोध गर्छु र त्यसपछि चाहिँ प्रोग्राम क्लोज भएको चाहिँ मैले नै घोषणा पनि गर्छु।